सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। सुत्दै नै हो अनि हामीले चाहिँ अघि डुखुपाटा झर्दा चाहिँ बाँदर मारे थियौँ गाइज। अनि बाँदर सस्तै थियो अनि अचानक मारेको विश्व रेकर्ड बस्यो झप्पुले। एमबिआर मोटो भोलाकोले मारेको होइन रेखा आज हातले त्यही पनि। अनि लिभरले हानेर यहाँ बलसला गएको छ। अनि सो त्यही नै उसलाई काटकुट गरेर खानुपर्ने हुन्छ। अनि साउने दिदीलाई लगेको मात्र खान्न आयो गर्नुहुन्छ। अनि अर्को दाइ हान्ने लिएर अनि यसलाई काटकुट गरेर हतियार अब उडानमा गएको छ नि दाइले। अघिको क्लिपहरू म हल्का हालिदिन्छु गाइस। बिच्चा जो बन हारमा थेला जस्तो न कि आउँदा अनि छाउनी रहेछ आएर हेर्नु न ल। आमा सही हो ल, ठिक छ। अब पाप नगर्ने एउटै गरी के बोले भाइ? अब के बोले? के छ थाहा? यो फेरि कस्तो भएको फुलले खगे हेरेर त्यस्तो डङडङ। अनि यता भैँसीहरू ढक्क चिलबार हेरिरहेको छ। अनि सो त्यही नै हो, अहिले हेर्नुपर्ने हुन्छ यता गाइस। बाँदर बाठो भने आलु चेप्केर मर्छ र के भयो? टोक्क लगाएर फुलफल हान्ने। यत्रो के फो लाग्यो यार, त पोल्न त पर्न छेछ नि त। गाइस काटकुट अवस्था नि भइसक्यो। अनि यता भित्रलास दाइ चाहिँ टक्क लगाएर मरमसला लिन गएको छन्। अनि बाँकी चाहिँ उहाँ बसेछ। अनि यता डिस्टर्ब हुन्छ र टक्क होइन, ठिकै छ। अनि भिडियो चाहिँ मस्त हेर्नु होला। खाना पकायो टाउको कहाँ देखिन्न त यार चाहिँ टाउको चाहिँ ल अहिले हेर्नु भन्ने हुन्छ। भानुको मासु यहाँ टक्क बन्दैछ यता ल। ल त्यो अब सब टाढा भयो। चाहनु छ दाइ टक्क हल्का थोरै पानी हालिरहने ल। अनि सिकार मारेपछि डाइरेक्ट यहीँ ल्याउनु पर्यो क्या। केटा होला टक्क लगाएर बाँदरको मासु टक्क खाइयो होइन। अब केटाहरू टक्क सुत्न स्लिपिङ जान लाग्छ। अनि सब्सक्राइब गर्नु चाहिँ टक्क नभुल्नु होला। त्यही भन्दै म भिडियोलाई इन गर्न चाहेँ त गाइस।